यसको बाइकमा के साह्रो भयो अहिले कस्तो छोड्छ झन् त्यसले छिरायो तल्कायो छोरोले तल्कायो अब पनि फेरि दुइटै टर्निङमा तल्कायो अहिले फेरि छिमो बर्थडे पनि त्यो भइरहेछ क्या चले जाऊ मेरोमा त ब्रेकै छैन र मात्रै हो पछाडिको ब्रेक लजाउ ल्याएमा पानी पर्यो फर्क्यो कत्रो साउन्ड निकाल्यो भने यसले सो हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई च्यानल आज चाहिँ म र मेरो साथी तिनचुने आएको थियौँ सो अनि हामी चाहिँ अब घरतिर फर्किँदैछौँ आजकल गर्मी पनि के साह्रो बढेको हो यार पसिनाले छपछप्ती भइसक्यो गर्मी भएर पानी पनि नामै लिँदैछ गर्मी भएर सेट भइरहेछ हो यसले फेरि तर्काउनु पनि बाइकहरू तर्काउने कुदाउने लास्टै गर्छ योसँग हिँड्नु पऱ्यो भने कस्तो त्यो तर्काउने टाइपमा हुन्छ कि खत्रै कुदाउँछ यसले खत्रै हो कि अब पिकअप त्यस्तो होइन अब यसले कुदाउनु चाहिँ लास्टै कुदाउँछ कि यो अगाडि जुन R15 छ त्यो चाहिँ मेरो साथी हो भनेको मात्र त्यहीँ तर्काउँछ भनेर यसले सुरु गरिसक्यो आफ्नो चर्की कलाहरू आज फेरि शनिबारको दिन मान्छेहरू पनि छन् होइन अब हामी चाहिँ बाल्कुमारी पुग्यौँ सो हामी चाहिँ पुरुमुनिबाट जान्छौँ होइन यहाँ पुरुमुनिबाट चाहिँ अलिक सजिलो लाग्छ कि बाटोहरू चाहिँ भनौँ न अब मेन रोड क्रस गर्नुपर्ने हुँदैन नि त अनि अलिक सजिलो लाग्छ क्या फेरि शनिबारको दिन यहाँ बाल्कुमारीमा आकाशी पुल छ त्यहाँदेखि चेकिङहरू बसिराख्न सक्छ कि मान्छे पुलिसहरू साथीले पनि ठ्याक्क अब एमसाइन दिइहाल्यो अब पुलिस चेकिङ हुन्छ कि हुँदैन भनेर अहिले चाहिँ हामी बिस्तारै जान्छौँ अगाडि चेकिङ सकिसकेर हेर्छौँ छरेछ भने अब बिस्तारै गइ नै हाल्छ सकिन्छ भने चाहिँ अलिकति स्पिड चाहिँ लिन्छौँ होला हामी तर सकेसम्म चाहिँ लिन चाहिँ खोज्दैनौँ अब हेरौँ के हुन्छ बाटोमा त्यति भने चेकिङ चाहिँ छैन जस्तो लाग्यो अब न त यहीँ पुलमा बसिरहेको हुन्थ्यो अथवा पुलमाथि बसिरहेको हुन्थ्यो अब हामी स्पिड चाहिँ हुन्छ अब यसको बाइकमा के साह्रो पिकअप भयो अहिले कस्तो छोड्दै गइरहेको हो प्रायः यसले गाह्रो बनाउँछ जसलाई सिनाले कस्तो छिराको तार त्यस्तो फ्लाइओभरमा झन् यसले त्यस्तो छिरायो फ्लाइओभरमा चाहिँ यसले फेरि खत्रै पिकअप चाहिँ अनि लगाउनु डर लाग्छ है जानै डर लाग्ने फेरि पुल कटिसकेपछि यो जुन ओह्रालो भागमा छ होइन यता चाहिँ फेरि पुलिसहरू ट्राफिकहरू त्यो स्पिड नाप्ने त्यो गर्न लिएर बसिरहेको हुन्छ कि कुदाउनै डर लाग्ने हुन्छ कि बाटो चाहिँ ड्याम गुड छ तर पनि स्टिल पिकअप लिनु चाहिँ अलिकति गाह्रो लाग्छ हेर्न चाहिँ
अनि यता अगाडि ओह्रालो छ, यसले कुदाउने भयो, योसँग हिँड्न चाहिँ अलिकति गाह्रै पर्छ यार। मलाई चाहिँ गाह्रो लाग्यो। पहिले त यस्तो थिएन, यस्तरी चलाउँदै हुन्थ्यो। अहिले कस्तो चलाउनु भएको भने यसले रिस्की ओभरटेकहरू गर्छ। तल्काउने त्यस्तै छ यसको फेरि यो तल्काउनु यसले स्पिड लिइसक्यो। मलाई डर लागिसक्यो यहाँ फेरि। तल्कायो छोरोले, तल्कायो। पनि फेरि भिट्टै टर्निङमा तल्कायो यसले फेरि। बट्टेमा कस्तो धल्काएको भने कस्तो कुदाएको। रोक्न ज्याठा रोक म्याक बिस्तारै कुदा म्याक गरी। कति धल्काएको बे लोडे। बिस्तारै चलाउनु भने यसको डिस्नेमा छैन जस्तो है। जतिखेर कुदाएरै गर्छ बट्टे यार। सुरु भएपछि कुदाउनलाई खिचो सोर्ने हो बट्टेलाई। बट्टे बेस कस्तो ब्रेक हाने है बट्टे, कस्तो ब्रेक हाने टायर चिप्ले मेरो। यो ठाउँमा चाहिँ जतिखेर पनि जामै हुने कि बाटो साँघुरो छ, गाडी धेरै आउँछ। जतिखेर पनि जाम अनि खुला भएर हिँड्ने आउँदो जस्तो बाटो नबनाएर राम्रो गरिसक्यो। त्यही पनि बिग्रिरहेछ। बट्टे फेरि यहाँ ओभरटेक गर्नलाई हेरिरहेछ। अब साथी हो, सँगसँगै त हिँड्नै पऱ्यो है। के भन्ने अब नकुदा भन्दा नि मान्दैन। फेरि यसको फेरि पछाडिको ब्रेक छैन कि अगाडिको एउटा मात्र ब्रेक छ। त्यही नि कुदाउँछ। मलाई भावे एउटा मात्र ब्रेकमा चाहिँ कन्फिडेन्स आउँदैन हो। बट्टाले चाहिँ चलाएर चाहिँ त्यसरी चलाउन चाहिँ कन्फिडेन्स चाहिँ आउँदैन नि मलाई। फेरि यो जाम के को जाम रोक बट्टे रोक। कस्तो ठाउँबाट छिराएको बट्टे। यहाँ बाटो सिधा छ। अब बट्टेले पटारे सुरु गर्छ। त्यसको 150 सीसी है, मेरो 200 कस्तो छोडेर हो बट्टेले। के भन्छ यसले मलाई सुनाएको थियो कि यसले यसको फ्युल पम्प चाहिँ R3 हालेको हो भनेर। अनि पेट्रोलको के भन्छ क्वान्टिटी धेरै खायो भने पिकअप धेरै आउँछ भनेको थियो यसले। अनि यसले इन्जिनभित्रको पार्ट्सहरू धेरै चेन्ज गरेर चाहिँ लाइक अब बिग बोर्ड गरेको छ, पिकअप यतिको बढ्यो होइन। अनि R3 को फ्युल पम्प हालेको छ, पिकअप बढ्छ त्यसले गर्दा पनि। त्यसमा चाहिँ अब R15 भइ नै हाल्यो होइन पहिलेदेखि नै। त्यसमा त्यसले पार्ट्सहरू मोडिफाई चेन्ज गरेर देखेर चाहिँ यसको पिकअप चाहिँ धेरै नै हो कि।
अनि मेरो बाइकमा पनि अब लाइक भनौँ न डेढ महिना 2 वर्ष जस्तो मैले नचलाउँदाखेरि बाहिर हुँदाखेरि लाइक यो मेरो बाइकको पनि त्यो भइरहेछ क्या त्यो मतलब क्लच प्लेटहरू बिग्रिरहेको छ चेन्ज चाहिँ गरेको छैन अलिकति बाइकको कन्डिसनमा चाहिँ छैन त्यो कुदाएको देखेर चाहिँ मलाई डर लागिसक्यो आजपछि भेट्छु भने ल चले जाओ अनि अब चाहिँ हामी फेरि गोदावरीतिर जान लागेको चिया भनेर बट्टे चाहिँ नआउने रे अनि जुन अगाडि आरसी देख्यो त्यो चाहिँ भाइ हो होइन एकान्तको नबाट आएको थियो भाइ चाहिँ भेट्नलाई अब हामीसँग बसेर चिया भनेर अनि अहिले चाहिँ हामी गोदावरीतिर जाँदैछु घरबाट निस्केर अब घरभित्रको गाउँभित्रको बाटोबाट जाँदैछौँ अहिले चाहिँ म हामी अब 2 जना छौँ के भन्ने हामी भने म भन्ने अब जाउँ गोदावरीतिर यसो चिया खाउँ बसौँ चिलाएको सानौँ घाम मन लागिरहेछ बबाल हुन्छ लाग्यो फेरि गोदावरीमा चाहिँ अलिकति चिसो हुन्छ क्या ल अलिक पानी पर्नु थाल्यो त के हो सिमसिम पानी आयो त यता त मेरोमा त ब्रेकै छैन र मात्रै हो पछाडिको ब्रेक म तपाईँले पनि खाइहाल्छु होइन मेरो त मिस्टेक के भयो डरो पानी परेर सस लाग्यो केटाहरू पछाडिको ब्रेकै नभएर पनि कुदाउँछ मलाई त ब्रेक नभएर त कुदाउन आउँदैन हो यो पनि त्यस्तै छ भाइ पनि त्यस्तै छ बट्टे पनि त्यस्तै छ पछाडिको ब्रेकै नभई चलाउँछ त यार साउन्ड पनि फेरि यसको कत्रो ठुलो हो क्या पानी पर्यो लजाउ लामो पानी पर्यो कत्रो साउन्ड हो कि यसको तर्छ अर्को बाइकको तर्छ मान्छे तर्छ बच्चा बिचमा आइदिएर एटलिस्ट बाटोमा त बच्चाहरूलाई त्यसो खुला नछोडेर हो केही भइहाल्यो भने चाउ हुन्छ नि फोनमा यार कत्रो साउन्ड निकाल्यो क्या यसले So time to end the vlog. Hope so
लाइक सब्सक्राइब चाहिँ गर्नु होला हामी चाहिँ एकछिन चिया खाएर निस्किन्छौँ सो दिस इज इट बाई बाई